ल फर्स्ट टाइम मेरो गुन्द्रुकको रेडी बनाउँदैछु। गुन्द्रुक बनाउने है यसचोटि चाहिँ कस्तो हुन्छ। अर्ग्यानिक सब्जी हो मेरो हुर्किसकेको थियो, त्यसले गर्दा यहाँ अट्छ होला। यहाँ डब्बामा हाल्नु आँटेको छु। अब यसरी हाल्दैछु। डल्ला पारेर हालौँ भनेको अलिक अप्ठ्यारो भयो, किनकि म एक्लै आफै भिडियो बनाउने, आफै यहाँ काम गर्नुपर्ने, त्यसैले गर्दाखेरि अलि अप्ठ्यारो भएकोले यसरी गरिरहेको छु। कस्तो हुन्छ है। मैले फर्स्ट टाइम आफ्नो हात जगन्नाथ भन्छ, आफ्नो हातले बनाएको अर्ग्यानिक चिजहरू चाहिँ मलाई खुब खानु मन लाग्छ। त्यसले गर्दाखेरि आफै बनाइरहेको छु। यो वेस्ट हुनु नि अब सबैलाई रायो सागले धेरै पुगिआयो कि, अनि अब आज चाहिँ लास्ट अघि खाइयो, अनि त्यसले गर्दाखेरि यसरी बनाइँदैछ। अनि मेरो गुन्द्रुक कस्तो हुन्छ खाँदेको। यो चाहिँ यसरी खानुपर्छ भन्छन्। उहिले पहाडतिर त खाँदालतिर हाल्थ्यो, अनि उतिर पनि हाल्थ्यो यसरी। ल यति भयो यो मेरो गुन्द्रुक चाहिँ कस्तो हुन्छ है। ठप्प यसरी खाँदेपछि चाहिँ पुरा बिर्को हाल्नुपर्छ है। यो फर्स्ट टाइम मैले यहाँ हालेको युकेमा चाहिँ। यहाँ फुर्सदको समयलाई सदुपयोग गर्दै अर्ग्यानिक सब्जीलाई आफ्नो गमला उसमा रोपेर छरेर बनाएर चाहिँ तयार गरेको मेरो रायोको साग यहाँ हालेको छु। हामीले सानो परिवारलाई त 2-4 साग खानु पुगिहाल्छ गुन्द्रुकले। कति नेपालबाट झिकाउने आमा फेरि गुन्द्रुक क्रेजी हुनुहुन्छ। अर्ग्यानिक रायो सागको गुन्द्रुक कस्तो हुन्छ है, पछि निकालेर